लोकतन्त्रका मूलभूत सिद्धान्त नमानेर असंवैधानिक र अलोकतान्त्रिक बाटो रोजियो भने क्रान्तिले एकपटक फेरि आफ्नो शक्ति देखाउनेछ। यो चुनौती पनि म राख्न चाहन्छु। एकातिर राजावादी साथीहरू सडकमा पनि हुनुहुन्छ, सदनमा पनि हुनुहुन्छ। उहाँहरूका उद्देश्य बडो प्रष्ट छन्। उहाँहरू इतिहासको चक्कालाई पछितिर फर्काउन चाहनु भएको छ। अर्कातिर सरकारको कुशासन पनि छ। लोकतन्त्रलाई जति ठुलो चुनौती बाहिरबाट छ, सत्तासीन साथीहरूको कुशासनले व्यवस्था भित्रैबाट लोकतन्त्रलाई त्योभन्दा बढी चुनौती दिइरहेको छ भन्ने कुरालाई पनि हामीले बिर्सिन हुँदैन। राजावादीहरूको यो चहल पहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ। यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन्। तर म के भन्न चाहन्छु भने यसकालका चलखेल आज मात्रै भएका होइनन्। नेपालमा यस्ता चलखेलहरू हिजो पनि थिए, अस्ति पनि थिए। तर अहिले चाहिँ यो अचानक वृद्धि किन भयो प्रश्न मुख्यतः यहाँ रहेको छ। पछिल्ला 8 महिनामा सत्तामा रहेका पार्टीहरूले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण हो भन्ने बुझ्न अब कठिनाई छैन। सभामुख महोदय, आज म ठूलो जिम्मेवारीका साथ सँगसँगै चेतावनीका साथ पनि भन्न चाहन्छु, नेपालको शान्ति प्रक्रिया मात्र होइन, गणतन्त्रको इतिहास पनि बडो मौलिक र निकै उदार रहेको छ। संसारभरिको गणतन्त्रको इतिहासमा राजतन्त्रको रगतले लेखिएका थुप्रै उदाहरण भेटिन्छ। तर नेपाल त्यसको अपवाद बन्यो। हामी सबैलाई राम्रोसँग जानकारी छ। त्यो हाम्रो मौलिकता, हाम्रो उदारताको एउटा प्रमाण थियो। पूर्व शाही परिवारमाथि हिंसाको कुरा त परेको कुरा हो। निर्वासन समेत नतोकी पूर्व राजालाई तत्कालका लागि सुरक्षित बस्ने ठाउँ समेत दिएर नेपालमा गणतन्त्रको इतिहास लेखिएको हो भन्ने कुरा हामी कसैले बिर्सिन हुँदैन। यो इतिहास क्रान्तिको मजबुरी थियो भन्ने भ्रम कसैलाई लागेको छ भने त्यो निकै ठुलो भ्रम मात्र हुनेछ र यसले उदारतालाई कमजोरी ठानियो भने इतिहास फेरि निकै निर्मम भएर प्रस्तुत हुन सक्छ भन्ने कुरा हामी सबैले हेक्का राख्न जरुरी छ।